उत्कल महामण्डलीको सम्मान वृद्धि गर्दै नेटवर्क पिजी ओके स्टेजमा आसन ग्रहण गर्नुभएका सम्पूर्ण पाहुना महानुभावहरू अतिथिज्यूहरू सबैजनालाई सम्मान व्यक्त गर्न चाहन्छु र बयरघारी वासी तपाईँहरू आमा बुवा दाजुभाइ दिदीबहिनीहरू तथा मेरो प्यारो सेक्सी सोल्टिनेहरू सबैजनालाई आई लभ यू। ओके भन्दै धेरै ढिलाइ नगरिकन म सिधै गीत गाउँछु ल बेबी ओके बेबीहरू को एकजना मात्रै चिच्यो त्यो चिच्याउने चाहिँ मेरो आज रातको चाट गर्ने मैले राति चाट गर्ने सोल्टी कुन चाहिँ खै हात उठाउँदा चाहिँ चिच्याउने कराउनेवाला सोल्टी कता छ कता तिमी त सोल्टी होइन तिम्रो उमेरै पुगेको छैन के तिमीहरूसँग त स्टेजमा मात्रै कुरा गर्ने हो ऊ त्यो दादासँग त राति 12 बजी फोनमा कुरा गर्ने हो आज भिडियो च्याट गर्ने नम्बर दिइराख ल तर भिडियो च्याट गर्दाखेरि मलाई फेरि आज तिमीले के लगाएको छ नभन सुत्ने बेलामा केटाहरूको त अझ च्याट गर्ने स्टाइल त्यस्तै हुन्छ सुरुमा के खायो बेबी भन्छ होइन ए भन्दा अनि के लगाएको छौ बेबी भन्छ त्यसो भन्दा लगाएको नै खोल्न लाउँछ फेरि मलाई थाहा छ नि त्यस्तै भएर त सामाजिक सञ्जालमा कति मिसयुजहरू भइरहेको छ सो केटी मान्छेहरू तपाईँले चाट भिडियोमा चाट गर्दाखेरि एउटै कुरा याद राख्नु होला त्यो तपाईँको अपोजिटको मान्छे तिमीले के लगाएको छ भने तँलाई के मतलब भनिदिनु सिधै है फेरि त्यो बेलामा फेरि के भन्छ अरे मस्त भएर होसी नपाएर पछि फेरि जिन्दगी बर्बाद हुनसक्छ किनकि अचेल भर हुँदैन नर्मली त्यस्तो काम चाहिँ अलिक केटा मान्छेहरूले अलिक गरेर दिएको छु मैले अहिले भए केटाकेटी भन्ने हुँदैन इट डिपेन्ड्स अब त्यसको नियतमा भर पर्छ एनिवे तर मसँग त केही फरक पर्दैन म त गर्छु तिमीसँग चाट भरे ल मलाई हेरी 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 मलाई हेरी 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 मलाई हेरी हेरी लट्ठै पर्यो तन्नेरी मलाई हेरी हेरी हे लट्ठै पर्यो तन्नेरी मलाई हेरी हेरी ल 18 वर्ष नाग्ने बित्तिकै ज्योति मरेर लाइन माग्ने ल केटा हो ओके मलाई हेरी हेरी भन्छु तपाईले चाहिँ पैसा भुसुको भन्नु ल
रेडी हो रेडी हो भन्नु पर्यो त रेडी हो यो आउनु पर्यो कि कान्छी मुसुकै यो सानसानो केटाको आवाज त ठुलो रहेछ त यो चाहिँ यो केटा चाहिँ साह्रै लगाउँछ जस्तो लाग्यो मलाई कुन चाहिँ हो त्यो यही हो त्यो त त्यो टोपी लगाएको त्यो त दाइ हो तिमीहरूको ठिकै छ त्यो तिम्रो दाइ हो यो तिम्रो भाउजू है त्यो दाइलाई फेरि त्यहाँ अलिकति काउकुटी लाएर होइन जिस्को त्यहाँ जसरी हाँस्न लगाउ ल ओके म कान्छी मुसुको मान्छे पैसा बुझ्छु नि तर अझै लाउड हुनु पर्यो नि त कान्छी मुसुकै कान्छी मुसुकै ओके अब कान्छीको लाइन है नाको फुले टोलके कोटिले नाको फुले टोलके कोटिले सोल्टी राजा तीन पेटमै फिल्ले पैसा हरला कै सोल्टी सरलक्कै पैसा हरला कै सोल्टी सरलक्कै चित्र नआउला नि सोल्टी त्यो सोल्टीले खाएपछि यहाँबाट खिच्दा मात्रै राम्रो आउँथ्यो कि टाढो भयो तर थाहा छ मलाई जुम छ होइन जुम छ जुम गरेर तिमीले के हेरिरहेको छौ त त्यहाँबाट सबै हेरेछ देखिन्छ सबै ए देखियो ओके अरू इधै त तल पनि पिरालो बिचर एउटा मात्र सङ्गीत गीत हो त्यो मात्र रहेछ कि बिग फ्यान टाइप्स हो सन्डे म्यारिड हो कि सिङ्गल हो म्यारिज अब गर्ने हो कसलाई गर्ने कसम मलाई गर्छौ मलाई सक्छौ पाल्न कहाँ खटिन्छ त दिनरात हो दिनरात काममा खटिने होइन दिनमा चाहिँ काममा खट्ने राति चाहिँ ज्योति मगरकोमा हो सोल्टी फेरि तिमी दिनरात काममा खट्न थाल्यो भने त फेरि पछाडिको सोल्टीको दाउ हेरिरहेको हुन्छ ओके भ्याइया छैन कहाँ भ्याइन्छ ए भ्याइदिउ तल पनि पिरालो तल पनि पिरालो चोरी खान पनि पिरालो तल पनि पिरालो चोरी खान फर्केको त तल पनि पिरालो तल पनि पिरालो चोरी खान फर्केको त के खाएर आएको भन्छ होला कि होइन तर बिर्सेर पनि ज्योति मगरलाई टच गरेर आएको नभन्नु फेरि बुढीको मुड हराउन सक्छ चिन्म गर्ने ज्योति मलाई सम्झिने नि बुढीलाई माया गर्ने ओके अब सबजना लाउड गरेर भन्नु पर्यो लानु पर्यो हाई हो त्यो सोल्टी पनि रहेछ नि तर कस्तो अँध्यारोमा कालो रहेछ नदेखेको हो चस्मा माय गॉड त यहाँ केटी हो केटाको पछाडि लागेर मरि हत्या गर्नु पर्दैन ल केटी हो त्यो केटाको लागि हात साथ काट्नु पर्दैन सुसाइड गर्नु त पर्दैन माटोले केटी मान्छे यदि राम्री हुन्छ नि केटाहरू 10 जना 12 जना एकैचोटि पछाडि लागिरहेको हुन्छन् त्यसैले कालो गए गोरो आउँछ गोरो गए कालो झ्याप्पै माया लाइदियो झिल्के पर्दाखेरि पालो अरू चिनो केही पनि छैन भो जाली रुमाल सोल्टीलाई बहिना भो प्यारी सोल्टीनुको तर्फबाट त्यो सेक्सी सोल्टीको लागि गीत अर्काको छोरी चेलीलाई त्यसरी रोग सार्नु पाइँदैन जनहितमा जाने ज्योतिबाट छाडा बोले भन्छ होइन फेरि हाम्रो समाजमा चाहिँ
छाडा गर्न चाहिँ पाइन्छ बोल्न पाइँदैन कि फेरि ओ माई गड त्यसो तिमी रुमाल त्यही छोड्यौ बाबा अल्लैले उठ्यो क्यामेरामालाई पुरा उठ्यो सोल्टीलाई पुर्याइदेऊ त लिएर आउँदै सोल्टी जाऊ यता ल्याऊ हल्का अर्कै स्मेल आएको छ त बेबी मेरो चिनो दिने तिमीलाई मेरो चिनो I love you. हजुर तिमीलाई पनि दिने तिमीलाई त कहाँ टाढो तिमीलाई त डाइरेक्ट दिने अनि त्यसो अँध्यारोपछि नमाग न माथि हिमसन माथि आऊ ओके कति वर्ष पुग्यौ कति 26 22 वर्षको हुँदैन केटा हो मलाई छाक पुग्दैन त्यो भाले काटेर खाँदाखेरि पनि ओहो 3 वर्ष 4 वर्षको नङ्ग्रा आएको छिप्पेको भाले खानुपर्छ भन्छ नि त होइन हो त्यस्तो मलाई पनि एकदम छिप्पेको चाहिन्छ अलिकति ढाका डुलाउँदै जस्तै पुरा टोक्न पनि गाह्रो होस् कि यसो टोक्दा पनि हड्डी मात्रै भेटियोस् कि आमा तिमी त कमल भयो तिमी त एकैछिन चपाइहालिन्छौ ओके चान्चुले त कहाँ सेक्सी हुँदो हो अहिले पनि बुढो चाहिँ भएको छैन फेरि बुढो चाहिँ भएको छैन ल ओके अब अलिकति यो लास्ट सङ हो अलिकति लाउड हुनु पर्यो अलिकति सेक्सी हुनु पर्यो अनि अलिक बोल्ड हुनु पर्यो रेडी हो हरि हरि सबैले गाउनु पर्छ त चान्चुले त कहाँ हो र चिमन छोरी भन्न न तिमीलाई अल्छी लागेको हो म त्यही आउनु पर्यो हो जल्दी तिमी त्यति टाढा भने नजिक त आएको छैन म किन आउने नि त्यहाँ ओके अँध्यारो मालाको माया काली छौकी गोरी हे अँध्यारो मालाको माया हे अँध्यारो मालाको माया ओके चिमन हुन्छ लास्ट ल ओके आज बयर घारीमा निकै रमाइलो भयो निकै राम्रो उपस्थिति निकै राम्रो साथ सपोर्ट म आएँ पोहोर साल जस्तै यो वर्ष पनि कार्यक्रम एकदम भव्य रह्यो र भोलि योभन्दा